सम्पूर्ण उपस्थित महिला सदनवृन्द, मेरा सहकर्मी साथीहरू, नेपाल विद्युत प्राधिकरणका आधिकारिक ट्रेड युनियन र विभिन्न ट्रेड युनियनका पदाधिकारी साथीहरू र पत्रकार मित्रहरू, यहाँ सबैलाई नमस्ते र अभिवादन छ। यो सम्मान वितरण कार्यक्रम त हो नै, यो सम्मान पत्रको उद्देश्य केही उल्लेख गर्न चाहन्छु। 2081 चैत्र 12 गते म विद्युत प्राधिकरणको कार्यक्रम निर्देशकमा नियुक्त भइरहँदै गर्दा एउटा ठुलो विवाद विद्युत प्राधिकरण र यस्तो उपभोक्ताहरू गरिरहेको थियो। त्यो डेडिकेटेड फिडर र फ्रन्टलाइन सम्बन्धी मुद्दा र यो मुद्दा डेडिकेटेड फिडरसँग मात्रै सम्बन्धित थिएन कि त्यो सँगसँगै विद्युत प्राधिकरण र यसका सबैभन्दा बढी महत्त्वपूर्ण, सबभन्दा बढी बिजुलीको चाहिँ शुल्क तिर्ने उपभोक्ताहरू बिचको एउटा सम्बन्धमा चिसोपन ल्याउने र त्यसले गर्दा विद्युत प्राधिकरण आफूलाई नोक्सान छँदैछ। नेपालको आफ्नो अर्थतन्त्रमा नै योगदान दिने उद्योगीहरूमा पनि एउटा कन्फिडेन्स क्राइसिस भइरहेको अवस्था थियो र त्यस्तो अवस्थालाई कसरी चाहिँ अगाडि बढ्न सकिन्छ, यो समस्यालाई कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबमा डेडिकेटेड फिडरको तर्फबाट के समस्या कसरी समस्या समाधान गर्न सकिन्छ त्योमा आफ्नो तर्फबाट लागिरहेको छु। त्यसमा प्राधिकरणले गर्ने बाहेक उद्योग व्यवसायीहरूलाई हामीले अनुरोध पनि गरिरहेका छौँ। पहिलो हप्ता नै मैले उहाँलाई बोलाएँ, छलफल गराएँ र त्यस पछाडि प्रकट भएका समस्याहरू सहजीकरण गर्नको लागि विभिन्न कदमहरू चालिसकेको छ। आशा छ त्यो अगाडि बढ्दै जानेछ। त्यो सँगसँगै हामी आफैले गर्न सक्ने चाहिँ एउटा विश्वासको वातावरण क्रिएट गरौँ र सम्मान पत्रले उहाँलाई एउटा के सन्देश दिन्छ भने विद्युत प्राधिकरण र उद्योग व्यवसायी प्रतिद्वन्दी अथवा एकअर्कालाई गाली गर्ने नबसौँ। सम्मान पत्र दिँदै गर्दाखेरि हामीले के चाहिँ एउटा स्वीकार गर्छौँ भने उहाँको योगदान हामीलाई धेरै महत्त्वपूर्ण छ। त्यो महत्त्वलाई हामीले स्वीकार गरेर यो सम्मान पत्र दिन्छौँ र सँगसँगै विद्युत प्राधिकरण र उद्योग व्यवसायको सम्बन्ध पनि नजिक हुन्छ। बिलिङ गर्ने पैसा तिर्ने बाहेक अरू पनि समयमा पनि एउटा नजिकको सम्बन्ध ल्याउनको लागि यो सम्मान पत्रसँगै केही सेवा सुविधाका शर्तहरू हामीले निर्देशन दिएका छौँ, स्वीकृत गरेका छौँ। यहाँ जसले यो अत्यन्त महत्त्वपूर्ण उपभोक्ताको यो सम्मान पत्र पाउनुपर्छ र यहाँको एकजना प्रतिनिधि विद्युत प्राधिकरणसँग सम्पर्क गर्ने सम्पर्क व्यक्तिको नम्बर प्रदेश कार्यालय र वितरण केन्द्रलाई उपलब्ध गराउनु भयो। त्यो नम्बर चाहिँ हामीले अत्यन्त महत्त्वपूर्ण नम्बर मान्छौँ र त्यहाँबाट आउने कम्प्लेन्टलाई इमिडिएटली रेस्पोन्ड गर्छौँ। त्यसमा आउने कम्प्लेनरलाई महत्त्व दिने र रेस्पोन्ड गर्ने। त्यसमा अरू केही कस्तो सुविधा विद्युत इलेक्ट्रिफिकेसन सम्बन्धी परामर्श उपलब्ध गराउने र कृषिमा हामी अहिले विश्वसनीय विद्युतको कुरा गरिरहेका छौँ। यो त्यसबारे म अहिले कुरा पनि गरौँला। त्यो विश्वसनीय विद्युतको लागि आवश्यक एउटा फिडरबाट त्यो हुँदा अर्को फिडरबाट दिन सकिने व्यवस्था N-1को लागि आवश्यक आर्थिक अवस्था अर्थको व्यवस्था भएपछि त्यो N-1को फिडरलाई निर्माण गर्दै जाँदाखेरि प्राथमिकता कसलाई दिने भन्दाखेरि यो अत्यन्त महत्त्वपूर्ण ग्राहक भनेर जसलाई दिएपछि उहाँहरूलाई पहिले किनभने यदि पैसा हुन्छ त सबैलाई दिनुहुन्छ, सबैलाई यो व्यवस्था गर्न सकिन्थ्यो। तर प्राधिकरण आफै पनि अलिकति आर्थिक सङ्कटमा अर्थको अलिकति समस्या छ। त्यसैले भने जति हामीले विस्तार गर्न पाइरहेका छैनौँ। त्यो विस्तार गर्न नपाएकै कारणले यो बत्ती ट्रिपिङ भइरहेको हो।
हामी त्यसलाई विश्वसनीय बनाउने क्रममा प्राथमिकताको हिसाबले जाँदाखेरि पनि यो सम्मानपत्रले महत्त्व राख्छ। त्यसैले यो सम्मानपत्र एउटा कागजको टुक्रा अथवा एउटा सिङ्गार गर्ने भित्तामा टाँस्ने कागज मात्रै होइन, यो हामीले एउटा कदर पनि गरेको त्यो अनुसार हामी केही प्राथमिक सेवा सुविधाहरू पनि प्रदान गर्छौँ। दोस्रो कुरा यहाँको जुन कन्सर्न छ विद्युत प्राधिकरणसँग भरपर्दो बिजुली र अर्को वर्ष कतिको बिजुली दिन सकिन्छ, यो यहाँको भन्नु भएन भन्नु पनि भयो। अनि व्यक्त अव्यक्त रूपमा आएको चिन्ता र चासोको विषय हो। स्पेसली दीर्घ करिडरमा विगतमा विद्युत प्राधिकरण प्रणालीमा विद्युत हुँदाहुँदै पनि कतिपय समयमा दिन सकिएको छैन दीर्घ करिडरको केसमा। त्यो दीर्घ करिडरको फेसिलिटी विद्युत प्रसारण लाइनको विकनेस कमजोर पुग्दो स्ट्रेन्थ नभएको तर ढल्केवारबाट छपुर हुँदै आउने लाइनको पनि क्षमता नपुगेको, त्यो दुईवटा कारणहरूले गर्दाखेरि प्रणालीमा हुँदाहुँदै पनि दिन सकिएको थिएन। त्यसैले अब नेक्स्ट जाडोमा हामी यो ढल्केवारबाट आउने प्रसारण लाइनलाई एसटिएस कन्डक्टरमा परिवर्तन गरिराखेका छौँ। एउटा सेक्सन बाँकी रहेको छ, त्यो सेक्सन यो छपुरदेखि पुग्दै आउने ट्रान्समिसन लाइनमा एसटिएस लगाइरहेका छौँ। त्यो एसटिएस सकेपछि आगामी जाडोदेखि 132 केबी साइडमा चाहिँ समस्या हुँदैन। त्यस्तै हेटौडादेखि कतैयादेखि बेगन्ज रक्सौलसम्मको 132 केबी लाइनमा पनि अम्लेखगञ्जमा एउटा सबस्टेसन बनाएको छ, भर्खरै सञ्चालनमा आइसकेको छ। पर्सौनी विद्युततिर एउटा अर्को 132 केबी सबस्टेसन बन्दैछ, त्यो 1-2 असार मसान्त भन्ने कुरा छ। असार मसान्तमा पनि सेप्टेम्बरसम्ममा डेफिनेटली फुल पूर्ण सञ्चालनमा आउँछ। सञ्चालनमा आइसके पछाडि 66 केबीको कतिपय लोडहरू सर्छ, त्यसपछि केबी अलिअलि खर्च र अहिलेको चाहिँ विद्युत प्राधिकरण अहिलेको विद्युत प्रणालीको समस्या सल्भ गर्छ त्यो प्रणालीको हिसाबले। सँगसँगै अर्को यो विद्युत भनेको फेरि एकदमै डाइनामिक, आजको लागि चित्र बिनाको बस्यो 6 महिना पछाडि पुग्दैन। 6 महिनाको लागि भन्नुको मतलब प्लान गर्दाखेरि कतिपय 2-3 वर्ष पछाडि प्लान गर्नुपर्छ, बनाउनलाई लाइन 2-3 वर्ष लाग्छ। त्यसैले अर्को हामीले सुरु गरिसकेका छौँ पतलैयाबाट पोखरिया, परवानीपुरबाट पोखरिया 132 केबी सबस्टेसन, त्यो रेटमा अहिले जुन बिरगन्जबाट गइरहेको बिजुली छ त्यसलाई पोखरियाबाट अगाडि दियो भने त्यसलाई पनि विद्युत सप्लाई गर्न सकिन्छ। त्यसरी प्रयासहरूको निरन्तर जारी छ। के चाहिँ हामी आश्वासन दिलाउन चाहन्छौँ भने अर्को जाडोमा आज देखिएको, आज हामीले प्रोजेक्सन गरेको अवस्थामा अर्को जाडोमा यो वर्षको जस्तो हो रातिको लोड सेडिङ जुन छ अहिले यहाँले बोलिराख्नु भएको त्यो लोड सेडिङ चाहिँ हुँदैन भन्ने मेरो अहिले प्लानिङ। तर फेरि मलाई त मैले भने थिएँ तर सकिनस् भनेर मैले कोसिस गरिरहेको छु र मेरो प्लानिङमा त्यो हुँदैन भन्ने लाग्छ। दुईवटा कारणले योपालि भएन। एउटा त 250 मेगावाट हामीले 24 घन्टा 6 महिनाको लागि लिने गर्थ्यौँ कोर फरक। यो वर्ष त्यो सम्झौता साइन भएन, हाम्रो कारणले विभिन्न कारणले त्यो सम्झौता साइन भएन, गुज्रियो, म्याद गुज्रियो र त्यो 24 घन्टा आरटिसी सम्झौता गर्न नसकेको कारणले खालि हामीले आइएक्स भन्नाले यो एक्सचेन्ज मार्केट बिजुली मात्र लिन सक्छौँ। एक्सचेन्ज मार्केटको बिजुली 16 आवर बिहान 6 बजेदेखि बेलुका 6 बजे बाहेक पाइहाल्यो, नपाइएपछि बेलुका लोड सेडिङ भयो। पछि म आइसके पछाडि 14 गते 12 गते आएँ, 14 गतेबाट चाहिँ हामीले राति 11 बजेदेखि बिहान 5 बजेसम्मको 5 घन्टा बिहान 4 बजेसम्म त्यो 5 घन्टाले बिजुलीले हामीले फेरि त्यही हाम्रो पुरा जमिलो आयोजनालाई भर्ने मतलब पोखरीको पानी भर्ने र बाँकी 2 घन्टा फेरि त्यही पोखरीको पानीबाट चलाउने गर्दाखेरि बेलुका 5 देखि 11 मात्रै हामीले चाहिँ
लोड सेडिङ गर्ने अवस्था आयो लोड कर्टेलमेन्ट भनौँ अनि पुरै लोड सेडिङ गरेर यहाँलाई चाहिँ सब अनुरोध गरेर लाइटिङ लोडमा बस्नु होला भनेर त्यस पछाडि फेरि आइपिएलको कारणले बत्ती दिन सकिएन भने त्यहाँबाट केही समय त दिएन टिएससी भन्ने पावर एक्सचेन्ज कमिटी छ त्यसबाट हामीले पाउने गर्थ्यौँ त्यो पनि पाइएन त्यसले गर्दा राति 11बाट 1-2 बजीतिरबाट मात्रै दिन थालियो यो समस्या चाहिँ अर्को वर्ष चाहिँ बेलैमा हामीले 250 देखि 300 मेगावाटसम्म राउन्ड द क्लक 24 घण्टा बिजुली पाइने सम्झौता यो सरकारको भित्रमा गऱ्यौँ भने त्यसले गर्दाखेरि 24 घण्टा 300 मेगावाट आउँछ त्यो 300 मेगावाटले हाम्रो अर्को 300 मेगावाट 150 मेगावाट चाहिँ पावर हाउसको बन्द गर्न पाउँछौँ दिउँसो अलिक बढी भएको हामी त्यो पावर हाउस बन्द गर्छौँ र पानी जम्मा गर्छौँ त्यो पानी जम्मा गरिसकेपछि राति बेलुका त्यही पावर हाउस चलाएर त्यसलाई चाहिँ र यसरी गर्दाखेरि जुन पिक लोड बेलुकाको 5-6 बजेदेखि 9-10 बजेसम्म पिक लोडमा आफ्नै एउटा शङ्का छ जहाँ चाहिँ हामी गर्न सक्नुला नसक्नुला 200-300 मेगावाट अझै पनि पुग्दैन कि भन्ने एउटा बढी शङ्का छ त्यो 200-300 मेगावाट नै त्यसो भएछ भने नेपाल 40-50 मेगावाट चाहिँ मिलाउने भनेर त्यो 40-50 मेगावाटको नगर्ने गरिकन गर्नको लागि हामीले सुरुवात गरिसकेका छौँ ब्याट्री एनर्जी स्टोरेज भनेर ठुलो कन्टेनर वाइज ब्याट्रीहरू अहिले भारतमा प्रशिक्षित प्रयोगमा आइसकेका छ विदेशमा एकदमै अस्ट्रेलियामा व्यापक रूपमा आएको छ विशेष गरी सोलर पावर धेरै हुने देशहरूमा यो ब्याट्री स्टोरेज एनर्जी स्टोरेज आएको छ त्यहाँ हामीले सुरु गरिसकेका छौँ तर ब्याट्री एनर्जी स्टोरेज हाम्रै देशमा बन्दै 6 महिनामा लागि सकिन्थ्यो आउने मन्दिरमा चाहिँ सुरु भन्ने तर विदेशबाट ल्याउनु सक्ने पैसाको व्यवस्था गर्नु आदि इत्यादि कारणले गर्दाखेरि अब आउने जाडो चाहिँ अझै प्रायः सकिन्न होला तर अर्को जाडोमा चाहिँ हामी डेफिनेटली यो प्रब्लम सल्भ गर्छौँ अब आपूर्तिको समस्या सल्भ गर्ने कुरा होला तेस्रो कुरा जुन विश्वसनीयता हो झ्याप्झ्याप बिजुली त्यसमा दुईवटा कारण एउटा त अब विक स्ट्रेन्थ र अर्को भनेको प्रकृति जब त्यो दुईटा फेरि आपसमा रिलेटेड पनि छ जति बेला हावा उही आउँछ त्यसले रुखहरूले जुन तार चुन्छ एउटा तार त्यो प्रकृतिलाई चाहिँ हामीले रोक्न सक्दैन सर्टेन ट्रिप हुन्छ रुख लाग्छ ट्रिप हुन्छ र त्यस पछाडि त्यो एउटा लाइन ट्रिप हुँदा अर्को लाइन भएर अहिले सिरिजमा गएर सिस्टम ट्रिप हुने समस्या छ त्यो समस्या भनेको चाहिँ सिस्टमको कमजोरी हो सो त्यसमा हामी लागिरहेका छौँ यो चाहिँ एकै दिनमा सल्भ हुँदैन 8 वर्ष लागिरहेको 8 वर्ष 1 खरब रुपियाँ लग्यो र त अब यहाँ छौँ भने अब फेरि पैसा अहिले सुत्दै गएको अवस्था छ राज्यले आफ्नो पैसा सुत्दै गएको अवस्था छ यस्तो बेलामा हामीले कति प्रणालीलाई बलियो बनाउन कति गर्न सक्नुला हेरौँ विभिन्न ब्याङ्कहरूबाट हामीले त्यसरी प्रयास सुरु गरेका छौँ र त्यसबाट लगानी गर्छौँ र म चाहिँ योभन्दा बेटर चाहिँ डेफिनेटली हुन्छ त्यसमा चाहिँ म भन्न सक्छु यहाँको कन्सर्नको कुरा डेडिकेटेड भिडियोको हकमा यो क्षेत्रमा उहाँलाई मेरो अनुरोध अहिले हामीले जुन कुरा गरेका छौँ र धरोडीको प्रतिशतलाई कम गरेका छौँ ग्यारेन्टी व्यवस्था पनि गरेका छौँ र म आफै त्यसमा चाहिँ त्यसमा असम्भावना र क्लिन ह्यान्ड्स भएको व्यवस्थापन अहिले छ त्यस हिसाबले हामीले त्यो मुद्दाहरूमा यथाशक्य निष्पक्ष भएर आफ्नो फैसला आफ्नो तर्फबाट दिन्छौँ र त्यसमा पनि चित्तबुझलाई मिलेन भने पुनरावलोकनमा अदालतमा जान पनि सकिन्छ र अदालतले भनेकै त्यही हो कि तपाईँहरूको प्रथम उपचार कानुनको प्रथम उपचार हुँदा हुँदै तपाईँ अदालतमा आउनु पाउनुहुन्न त्यो गो ब्याक भनेर फर्काएको धेरै मुद्दाहरू
त्यसैले त्यो प्रमुख उपचारको बाटो हामी भइदिएर चित्त नबुझे फेरि अदालतमा जानुहुन्छ। त्यो अदालतले जे भन्छ त्यो त हामी सबैलाई स्वीकार गर्छ। हामीलाई नाफा चाहिएको या नोक्सान नचाहिएको नाफा चाहिएको भने हामीलाई के सही तथ्य हो त्यो चाहियो। अदालत जे भन्छ त्यो हामी स्वीकार्छौँ। सायद यहाँले पनि त्यही नै चाहनुभयो। अदालतले भनिसकेको छ त्यसलाई हामीले स्वीकार गर्नुहुन्छ भन्ने विश्वास लाग्छ र त्यसमा अगाडि बढौँ र त्यसभन्दा पछाडि एउटा क्लिन स्लेट लिउँ। अधिकरण व्यवसाय विषयमा एकदम प्रवास सम्बन्ध होस् किनभने यहाँ नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। त्यो मेरुदण्डमा ऊर्जा सञ्चार गर्ने काम मेरुदण्ड रोजगार दिनुहुन्छ, आयकर दिनुहुन्छ र एक हिसाबले अदृश्य रूपमा प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा सबै हाम्रो तलब पनि यही उद्देश्य ढुङ्गाबाट केही न केही आउँछ त्यहाँबाट आउँछ। त्यसैले हामीले यो लिङ्कलाई बुझ्नुपर्छ। न त सारा संसार नै रिलेटेड छ कुनै न कुनै तरिकाले वसुलाई यो टोटल रकम भन्छ कुनै न कुनै तरिकाले रिलेटेड छ। तर त्यसमध्येमा पनि उद्योगी व्यवसायी विद्युत प्राधिकरण हामी कर्मचारी र विद्युत प्राधिकरण उद्योग व्यवसायी अझ बढी क्लोजली रिलेटेड छ। उहाँहरूको महत्त्व र औचित्यलाई स्वीकार गरौँ भन्ने प्राधिकरणका सबै सहकारी साथीहरूलाई पनि अनुरोध गर्दछु र पुनः यहाँहरू सम्मान प्राप्त गर्न सम्मानित हुनुभएका लोकहरूलाई पनि बधाई भन्दै